दर्शक महानुभावहरू, अहिले हामी खप्तड छान्ना गाउँपालिका वडा नम्बर 2 को यो कालीपछाई खोलामा छौँ। केही दिन अघि परेको वर्षाका कारण यहाँको सडक पूर्ण रूपमा कटान भएर अवरुद्ध भएको थियो। पक्की पुल सुरक्षित रहे पनि पुलको छेउबाट सडक बगाउँदा स्थानीयवासीलाई आवत जावत गर्न निकै कठिनाइ भइरहेको थियो। आज भने सडक पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ। त्यसका लागि गाउँपालिका अध्यक्ष उत्तम बहादुर रोकाया, उपाध्यक्ष विष्णु कुमार थापा, ताक्लाकोट सडक खण्ड परियोजनाका प्रमुख वीरेन्द्र यादव तथा सम्बन्धित प्राविधिक टोली घटनास्थलमै पुगेर निरीक्षणसँगै सडक खुल्याउने कामलाई तीव्रता दिइरहनु भएको छ। अविरल वर्षाका कारणले खप्तड छान्नाको यो जगाडी गाडले हाम्रो थुप्रै क्षेत्रहरू, रोड, खानेपानीदेखि लिएर सडक अनि यो पुललाई पनि क्षति गरेको छ। अनि हामीले चाहिँ हाम्रो दुईवटा चाहिँ हामीसँग मेसिन थियो। हामी दुईवटा मेसिन चाहिँ अहिले विपदको लागि रेडी अवस्थामा राख्नुपर्छ भन्ने उद्देश्यका साथ उहाँलाई मर्मतका लागि हामीले एउटा मेसिन धनगढी, एउटा मेसिन नेपालगञ्ज पठाएको थियौँ। अनि धनगढीको हाम्रो सानो मेसिन आज हामीले त्यसलाई बनाएर अझ पुग्ने बित्तिकै हामीले उइजाको पुग्ने बित्तिकै सुरु गऱ्यौँ। अहिले हामीले यो पुचे खोलाको पुलमा रहेको कालीपछाई पुलमा काम गरिराखेका छौँ। अब हामीले चाहिँ तपाईँको यो चाहिँ हाम्रो सानो मेसिन पुगिसकेपछि हामी यो रोडलाई हाम्रो खप्तड छान्ना गाउँपालिकाभित्र भरिरहेका रोडहरूलाई हामीले सरसफाइ गरेर नागरिकहरूलाई सहज चाहिँ तपाईँको यात्राका लागि हामीले काम गरिराखेका छौँ। हामी नागरिकप्रति उत्तरदायी छौँ, सरकार उत्तरदायी छ, स्थानीय सरकार उत्तरदायी छ र हामीले गर्नुपर्ने काम हामी गरिराखेका छौँ। यो विपद कति बेला आउँछ, के हुन्छ भन्ने कुरा कसैलाई पनि थाहा हुँदैन। हामी रेडी अवस्थामा हुँदाहुँदै पनि हामीले मेसिनलाई जाने रेडी अवस्थामा राख्नुपर्छ भनेर हामीले पठाएका थियौँ र त्यसको लगत्तै हाम्रो यहाँ एकै दिन आएको पानीले यत्रो क्षति गरेको छ। यसमा चाहिँ तपाईँको खप्तड छान्नाका गाउँपालिकाका धेरै नागरिकहरूलाई असहज महसुस भएको छ। यसको लागि चाहिँ तपाईँको हामी पनि एकदम चाहिने यहीकै नागरिक भएका कारणले गर्दाखेरि यहाँ जनप्रतिनिधि पनि हेर्छन्, सामान्य नागरिक पनि हेर्छन्। त्यो पीडा जनप्रतिनिधिको मात्र पीडा नभएर, नागरिकको मात्र पीडा नभएर आम जनताको हाम्रो सबैको पीडा हो। त्यसैले हामी त्यो चाहिने कार्यलाई सुचारू गर्नका लागि आजको दिनबाट हामी निरन्तर खप्तड छान्ना गाउँपालिकाभरि भएका रोडहरूलाई अनि सरसफाइ गरेर गाडी सुचारू अवस्थामा चलाउने अवस्थामा हामी पुग्नेछौँ भन्ने मैले आशा विश्वास गरेको छु। सडक सञ्चालनमा आएपछि स्थानीय नागरिकको आवत जावत सहज हुने अपेक्षा गरिएको छ। हामी यस सम्बन्धी थप जानकारी लिएर निरन्तर तपाईँहरू सामु प्रस्तुत हुँदै रहनेछौँ।